दर्शकबिन नमस्कार। संसारमा सबैभन्दा धेरै पढिएको र आर्थिक रूपमा सफल हुन चाहने र केही न केही काम गरेर आफ्नो जीवन त चलाउनु भएको तर आफ्नो आर्थिक अवस्थामा कहिले पनि माथि उक्स्न नसक्ने व्यक्तिहरूले पढ्नै पर्ने द रिचेस्ट म्यान इन बेबिलोन, बेबिलोनको सबैभन्दा धनी मानिस किताबको अडियो बुक लिएर उपस्थिति भएको छु। आशा गर्छु सदाझै यस अडियो बुकलाई पनि पुरा अन्तिमसम्म सुनेर आफ्नो फाइनेन्सियल नलेज बढाउनुहुनेछ। र आज मैले यस किताबको पार्ट 7 बेबिलोनको पर्खाल लिएर उपस्थिति भएको छु। यस पाठमा तपाईँले आर्थिक सुरक्षा के हो, हाम्रो जीवनमा आर्थिक सुरक्षा कतिको आवश्यकता छ, यस्तै आर्थिक सुरक्षासँग सम्बन्धित कुराहरू सिक्नुहुनेछ। पहिले यस किताबको पार्ट 1 धनी बन्ने इच्छा, पार्ट 2 बेबिलोनको सबैभन्दा धनी मानिस, पार्ट 3 खाली पर्स भर्ने 7 तरिका, पार्ट 4 भाग्यरूपी देवीलाई भेट्नुहोस्, पार्ट 5 धनका 5 नियम र पार्ट 6 बेबिलोनको साउ को अडियो बुक सुन्नु भएको छैन भने यस भिडियोको तल डिस्क्रिप्सनमा भिडियोको लिङ्क राखिएको छ, त्यसमा क्लिक गरेर त्यो भिडियो अडियो बुक सुन्न सक्नुहुनेछ र आफ्नो आर्थिक ज्ञान बढाउन सक्नुहुनेछ। अन्जार नामक एक वृद्ध सैनिक बेबिलोनको पर्खालसम्म जाने भर्याङमा पहरा दिइरहेको थियो। पर्खालमाथि बहादुर रक्षकहरू बेबिलोनको रक्षा गर्नका लागि युद्ध गरिरहेका थिए। उनीहरूमाथि महान सहर र त्यहाँ बस्ने लाखौं नागरिकको भविष्य निर्भर थियो। पर्खालभन्दा बाहिरपट्टिबाट आक्रमण गर्ने सेनाहरू चिच्चाइरहेको सुनिन्थ्यो। अरू पनि धेरै मानिसहरू चिच्चाइरहेका थिए। घोडाहरू दौडिएका आवाज र तरवारको कानै फुट्ने आवाज पनि आइरहेको थियो। नगरको द्वार पछाडि सडकमा सैनिकहरू भालाहरू लिएर तयारी अवस्थामा थिए। उनीहरू ढोका फुट्ने स्थितिमा शत्रुसँग लड्न तयार थिए। यसका लागि सैनिकहरूको संख्या आवश्यक भन्दा धेरै कम थियो। बेबिलोनका धेरै जस्ता सेना सम्राटसँग इलेमाइट्स विरुद्धका पूर्व दिशामा लडाईँ गर्न गएका थिए। उनीहरूको अनुपस्थितिमा सहरमा आक्रमणको कुनै शंका थिएन। त्यसैले सहरका रक्षा गर्ने सैनिकहरू धेरै थोरै थिए। अप्रत्याशित रूपमा उत्तर दिशाबाट एसिरियन्सका शक्तिशाली सेनाहरूले सहरका आक्रमण गरेका थिए। अब रक्षाको जिम्मेवारी यही पर्खालमा आएको थियो, नभएर बेबिलोन ध्वस्त हुन्थ्यो। बुढो सैनिक बन्जारको छेउछाउमा सामान्य मानिसहरूको भिड लागिरहेको थियो। डरका कारण सबैको अनुहार फुस्रो भइरहेको थियो। उनीहरू युद्धको ताजा स्थितिका बारेमा जान्न चाहन्थे। दुखित मुन्द्रामा उभिएका उनीहरूले त्यही बाटोबाट ल्याउँदै गएको घायल र मृत सैनिकहरू देखे। अहिले आक्रमणको महत्त्वपूर्ण मोड थियो। पर्खालको 3 दिनसम्म चक्कर लगाइसकेपछि शत्रु पक्षले आफ्नो पुरै तागत पर्खालको यस भाग र ढोकामा लगाएका थिए। शत्रुहरू मञ्च बनाएर र भर्याङ लगाएर पर्खालमा चढ्ने कोसिस गरिरहेका थिए। पर्खालमाथि तयार बेबिलोनका सैनिकहरू भाला र तेलहरू प्रयोग गरेर शत्रु पक्षलाई माथि चढ्नबाट रोकिरहेका थिए। यति हुँदाहुँदै पनि कुनै शत्रुमाथि पुग्यो भने सैनिकहरू भाला लिएर तयारी अवस्थामा थिए। सैनिकहरूमाथि शत्रु पक्षबाट हजारौं तीर र अन्य हतियारहरू प्रहार भइरहेको थियो। बुढो बन्जारको स्थिति युद्धको खबर दिनका लागि अनुकूल थियो। ऊ युद्धको सबैभन्दा नजिक थियो र उत्साहित आक्रमणकारीहरूको हरेक ताजा आक्रमणका बारेमा सबैभन्दा पहिला उसैलाई थाहा हुन्थ्यो। एकजना बुढो व्यापारीले बन्जरको नजिकै आएर कमजोर र कामिरहेको हात हल्लाउँदै सोध्यो, मलाई बताऊ, शत्रुहरू भित्र त पस्ने छैनन्? मेरो छोरा सम्राटसँगै गएको छ। मेरी बुढी श्रीमतीको रक्षा गर्न कोही पनि छैन। शत्रुहरूले मेरो सारा सामान लुटेर लानेछन्, मेरो खानेकुराहरू पनि लानेछन्। हामीसँग केही पनि बच्ने छैन। हामी बुढो छौँ, आफ्नो रक्षा गर्न सक्दैनौँ। हामीलाई नोकरको रूपमा बेच्न पनि सकिँदैन। त्यसैले हामी भोकै मर्नेछौँ, हामी खत्तम हुनेछौँ। उनीहरू भित्र त छिर्दैनन्? मलाई बताऊ। सैनिकले जवाब दिए, शान्त हुनुहोस् राम्रो व्यापारी, बेबिलोनको पर्खाल धेरै बलियो छ।
घर गएर आफ्नो श्रीमतीलाई पर्खालले तिम्रो र तिम्रो सामानको सुरक्षा त्यसरी नै गर्नेछ जसरी सम्राटको सम्पत्तिको गर्नेछ भनेर सान्त्वना दिनुहोस्। पर्खालमा छेकिएर बस्नुहोस्, फेरि शत्रुपक्षबाट आइरहेको तीरले लाग्ला। बुढो व्यापारी गएपछि बच्चा बोकेर एकजना महिला त्यहाँ आएर उभिन्। सैनिक, पर्खालको अवस्था के छ? मलाई सत्य कुरा बताऊ, मैले मेरो श्रीमानलाई सान्त्वना दिन सकौँ। उहाँ गहिरो घाउको कारण बिमारी हुनुहुन्छ, तर मेरो रक्षाका लागि भाला र अन्य हतियारहरू लिएर बाहिर निस्कन तयार हुनुहुन्छ। मेरो पेटमा बच्चा छ। उहाँ भन्नुहुन्छ, यदि शत्रुपक्षका सेनाहरू भित्र पसे भने तिनीहरूको प्रतिशोध भयानक हुनेछ। शान्त बस। एक बच्चीकी आमा र अर्को बच्चीकी हुनेवाली आमा। बेबिलोनको पर्खालले तिम्रो बच्चाको रक्षा गर्नेछ। पर्खाल धेरै अग्लो र बलियो छ। के तिमीले हाम्रा बहादुर सैनिकहरूको आवाज सुनेनौ जब उनीहरूले पर्खालमा चढ्न खोज्नेहरूमाथि तेलको ड्रम फ्याँकेको थिए? हो, मैले आवाज सुनेकी थिएँ। मैले आक्रमणकारीको हतियार बेचेको पनि सुनेको थिएँ, जसले हाम्रो पर्खालमा प्रहार गरिरहेको थियो। तिम्रो श्रीमानलाई पर्खाल धेरै बलियो भएको र शत्रुहरूको प्रहारले त्यसलाई केही पनि फरक नपर्ने कुरा बताऊ। यदि भर्याङ लगाएर केही शत्रुहरू पर्खालमा चढ्न सफल भयो भने भालाको चुच्चोले उनीहरूलाई पर्खिएर बसिरहेको कुरा पनि बताऊ। अरू पछाडितिरबाट जोगिएर जाऊ। बन्जार सैनिकहरूको टुकुटीलाई बाटो दिन छेउतिर लाग्यो। भाला, ढाल र अन्य हतियारहरू लिएर सैनिकहरू त्यही बाटो हुँदै गए। त्यही बेला एउटी सानी केटीले बन्जारको कम्मरमा बेरिएको कपडा तानिन्, जसले आग्रह गरिन्, सैनिक, मलाई भन्नुहोस्, हामी सुरक्षित त छौँ? मैले भयानक आवाज सुनेकी थिएँ। सैनिकहरू कराइरहेको सुनेकी थिएँ। मलाई धेरै डर लागिरहेको छ। हाम्रो परिवार, मेरी आमा र सानो भाइको अवस्था के हुनेछ? बच्चीको कुरा सुनेर बुढो सैनिकले आँखा चिम्लिएर ओठ लेप्राउँदै भन्यो, छोरी नडराऊ। बेबिलोनको पर्खालले तिम्री आमा, सानो भाइ र सबैको रक्षा गर्नेछ। सहरलाई सुरक्षित राख्नका लागि आजभन्दा 100 वर्ष पहिला महारानी सैमिरेसिमले यो पर्खाल बनाउन लगाएकी थिइन्। आजसम्म शत्रुले यसलाई पार गर्न सकेको छैनन्। गएर आफ्नो परिवारलाई पर्खालले उनीहरूको रक्षा गर्ने छ र डराउनु पर्ने कुनै अवस्था नभएको कुरा बताऊ। हरेक दिन बुढो सैनिक बन्जार आफ्नो ठाउँमा उभिरहेको थियो। पर्खालको पछाडिबाट सैनिकहरू माथि उक्लिएको देखिरहेको हुन्थ्यो। सैनिकहरू त्यहाँ घाइते नहुने वा नमर्ने बेलासम्म युद्ध गर्थे। त्यसपछि उनीहरूलाई त्यहाँबाट तल झारिन्थ्यो। बुढो सैनिकको चारैतिर सामान्य मानिसहरू डराउँदै जम्मा हुन्थे। उनीहरू पर्खालले आक्रमणलाई सहन सक्छ कि सक्दैन भनेर जान्न इच्छुक हुन्थे। बुढो सैनिक सबैलाई गर्वका साथ भन्थे, बेबिलोनको पर्खालले तपाईँहरूको रक्षा गर्नेछ। 1 हप्ता 5 दिनदेखि प्रबलतका साथ आक्रमण भइरहेको थियो। पर्खालको पछाडिपट्टिको गल्ली मृत शत्रुहरूको रगतले रातो भएको देखेर बन्जारको अनुहार रातो भयो। उसले माथि तल आउने जाने सैनिकहरूले मरेर ढलेका सैनिकहरूलाई टेक्दै हिँडिरहेको देखे। हरेक दिन मरेका शत्रुहरूको लास पर्खालको छेउमा जम्मा हुन्थ्यो। हरेक रात तिनलाई व्यवस्थापन गरिन्थ्यो। 4औं हप्ताको 5औं रात युद्ध रोकियो। बिहान झिसमिसैमा धुलोहरूको बादल बनाउँदै शत्रुहरू फर्किएको दृश्य देखियो। रक्षाका लागि बसेकाहरूले ठुल्ठुलो स्वरमा कराए। यसको अर्थ बुझ्नमा कुनै गाह्रो थिएन। पर्खालको पछाडि पर्खिरहेको सैनिक टुकुटीबाट पनि ठुलो आवाज निस्क्यो। आवाजको गुन्जन सडकमा पर्खिरहेको नागरिकले पनि दोहोऱ्याए। यो आवाज आधी बेहरी जस्ता गरेर पुरै सहरमा फैलियो। मानिसहरू आफआफ्नो घरबाट बाहिर निस्के। सडकमा ठुलो भिड जम्मा भयो। धेरै हप्तादेखिको लडाईँको चिच्चाहट खुसीमा परिणत भयो। बेलको मन्दिरको अग्लो भागमा आगोको मसाल जलाइयो। निलो धुवाँ आकाशमा उड्न लाग्यो। त्यसबाट विजयको सन्देश धेरै टाढा टाढासम्म फैलियो। बेबिलोनको पर्खालले
फेरि एकपटक शत्रुको जित्ने इच्छालाई असफल बनाइदिएको थियो। बेबिलोनलाई जित्न चाहनेहरू त्यहाँको सम्पत्ति हत्याउन र नागरिकलाई लुटेर आफ्नो नोकर बनाउन चाहन्थे। बेबिलोन धेरै शताब्दीसम्म पर्खालको कारण सुरक्षित रह्यो। यो पर्खाल मनुष्यको सुरक्षाको आवश्यकता र इच्छाहरूको एउटा उत्कृष्ट उदाहरण हो। यस्तो इच्छा प्राय मानव जातिमा हुने गर्दछ। यो सधैँको जस्तै अहिले पनि प्रबल छ, तर हामीले यस उद्देश्यलाई पूरा गर्नका लागि ठूलो र धेरै राम्रा योजनाहरू बनाएका छौँ। आज हामी बिमा, बचत खाता र विश्वसनीय लगानीहरूको अभोग्य पर्खालबाट आफूलाई अप्रत्याशित त्रासदीहरूबाट बचाउन सक्छौँ। यस्तै त्रासदी कुनै पनि ढोकाबाट आउन सक्छ र कुनै पनि घरमा आक्रमण गर्न सक्छ। पर्याप्त सुरक्षा बिना रहनु समझदारी होइन। हस्त साथीहरू, आजको यस पाठबाट तपाईँले के कुरा सिक्नुभयो? 2 लाइनमा एउटा कमेन्ट गरिदिनु होला। र अब छिट्टै यस किताबको पार्ट 8 बेबिलोनको उड व्यापारी लिएर आउनेछु। त्यतिन्जेल प्रतीक्षा गर्नुहोला। र अन्त्यमा जाँदा जाँदै मेरो यस मेहनतको लागि एउटा लाइक र मेरो च्यानल अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला भन्दै बिदा हुन चाहन्छु। थ्याङ्क यू सो मच।